सिम्पल प्रेजेन्ट अब यसको हेर्नु सिम्पल प्रेजेन्टमा सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट छ र यसको मिनिङ हुन्छ छ छु छिन छन छौ हुन्छ है त। अब यो कसरी आउँछ छ छु छिन त, अब यो अकर्डिङ टु सब्जेक्ट है त, सब्जेक्ट अनुसारले यो छ छु छिन छौ आउँछ। जस्तै कि म तपाईँलाई देखाउँछु, यो सिङ्गुलर सब्जेक्टमा हेर्नुहोस् है, यो सिङ्गुलर एक वचनमा चाहिँ छ हुन्छ। त्यसै गरी आई सब्जेक्टमा छु हुन्छ। त्यसै गरी फिमेल सब्जेक्टमा चाहिँ छिन हुन्छ र प्युरलर सब्जेक्टमा आई मिन के त बहुवचनमा छन हुन्छ। एक वचनमा छ, बहुवचनमा छन हुन्छ। त्यसै गरी अब हजुरले छौको कुरा गर्दाखेरि यु र वीसँग चाहिँ छौ हुन्छ है त। जस्तै हेर्नुहोस्, अब विथ इक्जाम्पल बुझ्दाखेरि तपाईँ एकदम क्लियर हुनुहुन्छ, तपाईँ सजिलै बुझ्न सक्नुहुन्छ। त्यस कारणले मैले डाइरेक्टली अब तपाईँलाई विथ इक्जाम्पल सम्झाउन गइरहेको छु। जस्तै कि हेर्नुहोस्, नम्बर वानमा हेर्नुहोस् ल। पहिला चाहिँ यो छको चाहिँ हामी एउटा इक्जाम्पल लिउँ, एउटा बुझ्ने कोसिस गरौँ। जस्तै कि सिङ्गुलर सब्जेक्ट लिनुपर्छ, यहाँ सिङ्गुलर सब्जेक्ट छ बनाउनु पऱ्यो। जस्तै कि अब योभन्दा पहिला हजुर यसरी बुझ्नुहोस्, सिङ्गुलरमा चाहिँ V5 लाग्छ, आई मिन्स एक वचनमा V5 लाग्छ, अनि प्युरलर सब्जेक्टमा चाहिँ V1 लाग्छ। यो बुझ्नुहोस् सिङ्गुलरमा है। अब एकमा यसरी पनि बुझ्न सक्नुहुनेछ, एकमा चाहिँ V5 लाग्छ र दुई वा दुईभन्दा बढीसँग चाहिँ है त, दुईभन्दा बढीसँग यो V1 लाग्छ है त। V1 एकमा चाहिँ V5 लाग्यो, यसलाई यो इट छ भने इट्स लाग्छ, र दुईभन्दा बढी छ भने के लाग्छ त, इट मात्रै लाग्छ। जस्तै फर इक्जाम्पल यसरी हेर्नुहोस्, अब यहाँ सिङ्गुलर राखौँ, जस्तै कि दीपक नै राखौँ है त। दीपक एकजना भयो, दीपकसँग अब के लाग्ने भयो त, सिङ्गुलरसँग एकसँग चाहिँ V5। अब हेर्नुहोस्, दीपक थिङ्कमा चाहिँ के गर्नु पर्यो त, थिङ्कमा यस लाग्छ है त। यहाँ हेर्नुहोस्, एक्लै छ, यस लाग्यो, दीपक थिङ्क्स। के भयो त, दीपक थिङ्क्स भनेको दीपकले सोच्छ, सिङ्गुलरमा छ, दीपकले सोच्छ। दीपक थिङ्क्स अलर्ट गर्नुहोस्, दीपक थिङ्क्स अलर्ट। दीपकले के गर्छ, धेरै सोच्छ। दीपकले त सोच्छ कति, धेरै। दीपकले धेरै सोच्छ। जस्तै हेर्नुहोस्, दीपकले धेरै सोच्छ, दीपकले धेरै सोच्छ हेर्नुहोस् है त। एक्लै बोल्दाखेरि यसरी यस आयो। जस्तै कि नेक्स्ट इक्जाम्पलमा तपाईँ झन् क्लियर हुनुहुन्छ। अब मैले दीपक मात्रै छ भने मैले अब के गरेँ त, हेर्नुहोस्, दीपक एन्ड रमेश गरेर हेर्नुहोस् है त। दीपक एन्ड रमेश। अब दीपक एक्लै हुँदाखेरि थिङ्क्स भयो, यस लाग्यो भने अब यहाँ थिङ्क मात्रै हुन्छ है त। तर मैले कुनै अर्को भर्ब, कुनै पनि भर्ब राख्न सक्नुहुन्छ। दीपक एन्ड रमेश कम गर्नु, सजिलो सुन्नुमा सिक्नुहोस्। कम, यहाँ चाहिँ कम हुँदैन थियो, यहाँ कम्स हुन्थ्यो, किनकि एक्लै छ, यही छ, एकसँग V5। त्यसै गरी तपाईँले दीपक एन्ड रमेश दुईजना भएको कारण यस भएन, कम भयो, दीपक एन्ड रमेश कम। र प्युरलर भयो, दीपक र रमेश धेरै भयो है त, धेरै। यहाँ हेर्नुहोस्, धेरै प्युरलर सब्जेक्टसँग के छ, यहाँ लेख्यो, यहाँ त धेरै सब्जेक्टसँग छन् हुन्छ। हेर्नुहोस्, दीपक र रमेश आउँछन् भयो, प्युरलर सब्जेक्टमा छन् भयो। दीपक र रमेश आउँछन्, दीपक एन्ड रमेश कम हियर। हेर्नुहोस्, यहाँ दीपक एन्ड रमेश कम हियर, दीपक र रमेश यहाँ आउँछन्, यसरी लेख्नुहोस्, बुझ्नुहोस्। दीपक र रमेश यहाँ आउँछन्,
अर्को कुरा तपाईँ यसलाई कसरी ठ्याक्कै नेपाली अर्थ लाग्छ भने नि यो सब्जेक्टपछि उताबाट आउनुहोस् तपाईँले सजिलै नेपाली अर्थ जस्तो मिनिङ दिन खोजेको हो ठ्याक्कै त्यस्तै गरी नेपाली जस्तो हेर्नुहोस् दीपक धेरै सोच्छ त्यसै गरी हेर्नुहोस् दीपक र रमेश यहाँ आउँछन् हेर्नुहोस् है यसरी ठ्याक्कै अर्थ लाग्छ कि अङ्ग्रेजी सब्जेक्ट लाई त्यस पहिला सुरुमा अर्थ लाउने त्यसपछि उताबाट लाउनुहोस् ठ्याक्कै नेपाली अर्थ दिन्छ यसले अब के बुझ्नुभयो त यो सिङ्गुलरसँग चाहिँ छ हुन्छ प्युरलरसँग चाहिँ यहाँ प्युरलर सब्जेक्टसँग छन् हुन्छ यसरी हेर्नुहोस् छन् आयो त्यसमा छ आयो दीपक एक्लै हुँदाखेरि त्यसै गरी अब अझै एउटा इक्जाम्पल हेरौँ हामी आईलाई होइन आईसँग के हुन्छ त छु हुन्छ हेर्नुहोस् यता के हुन्छ तर सिम्पल प्रेजेन्टमा V1 कि त V5 अब आई हेर्नुहोस् आई मैले लेखेँ यहाँ कन्फ्युजन भइरहेको हुन्छ है र तपाईँहरू कन्फ्युजन नहुनुहोस् किनकि यो आई र युलाई हामी के मानेका छौँ त नाउन फ्यामिलीमै पर्दाखेरि हामीले आई र युलाई प्युरलर मानेका थियौँ है त जस्तै कि हेर्नुहोस् यो आई र यु जुन छ नि यो आई र यु भनेको जहिले पनि हामी प्युरलर सब्जेक्टमा राखेका हुन्छौँ आई मिन के गर्ने त अब यो प्युरलर सब्जेक्ट जुन छ नि यो प्युरलर सब्जेक्ट यसमै राखेको हुन्छ आई र युमा चाहिँ V1 लाग्छ मैले अब कहाँ लेखौँ हेर्नुहोस् आई र युमा चाहिँ V1 नै राख्नुहुन्छ आई र युमा चाहिँ V1 राख्नुहोस् अनि मात्रै ठिक हुन्छ तपाईँको सेन्टेन्स नभए गल्ती हुन्छ आई र युमा V1 लाग्छ अब आई के गर्नु पर्यो त V1 राख्नु पर्यो है त जस्तै हेर्नुहोस् आई सिप भनेको कस्तो त भने नि सिप भनेको पिउनु हुन्छ ड्रिङ्क भनेको पनि पिउनु हुन्छ तर यो एकचोटिमा पिउँदाखेरि घट गरेर सकाउन वाटर पिउँदाखेरि हामी एकैचोटिमा सकाउँछौँ नि त्यतिखेर आई ड्रिङ्क वाटर भन्छौँ तर आई सिप भन्दाखेरि हामी सुत गरी पिउँछौँ नि त्यतिखेर चाहिँ के गर्छ त सिप भन्छ है त आई सिप टी कफी ब्ल्याक टी भन्छौँ नि हामी त्यतिखेर चाहिँ सुत गरी पिउँदाको टाइममा हामी आई सिप भन्नुपर्ने हुन्छ आई सिप टी हेर्नुहोस् आई सिप टी ओके कफी मैले के गरेँ त म चिया पिउँछु अब यसरी हेर्नुहोस् आईसँग के लाग्छ हेर्नु त छु हुन्छ र आई र युसँग के लाग्छ त V1 लाग्छ यसरी झुकिनु हुन्छ नि फेरि हेर्नुहोस् दीपक एक्लैमा यस लाग्यो तर आई र युसँग चाहिँ जहिले पनि तपाईँले भर्ब युज गर्दाखेरि V5 युज नगर्नुहोस् यसलाई किनकि प्युरलर मानिसकेका हुन्छन् है त यसलाई आई र युलाई प्युरलर मान्छन् आई सिप टी के भयो त म चिया आईसँग छु हुन्छ म चिया पिउँछु जस्तै हेर्नुहोस् म चिया पिउँछु त्यसै गरी अब अर्को इक्जाम्पल हेर्नुहोस् अब अर्को इक्जाम्पलमा जस्तै कि फिमेल सब्जेक्टमा यहाँ लेखेको छिन् हुन्छ है त फिमेल सब्जेक्टमा जस्तै हेर्नुहोस् रनिता अब रनिता के भयो त रनिता सिङ्गुलर भयो सिङ्गुलर सब्जेक्टसँग के छ V5 यसलाई भर्ब आउँछ रनिता प्रिपेयर्स रनिता प्रिपेयर्स मिल MEAL मिल रनिता प्रिपेयर मिन्स तयार पार्नु रनिता प्रिपेयर्स मिल रनिताले के गर्छिन् त खाना तयार पार्छिन् फिमेल सब्जेक्टमा के छ छिन हुन्छ खाना तयार पार्छिन् रनिता प्रिपेयर्स मिल फोर है त फोर अस यो हाम्रो लागि भयो रनिता सिङ्गुलर छ यहाँ सिङ्गुलर सब्जेक्टसँग V5 रनिता प्रिपेयर होइन प्रिपेयर्स हुन्छ अब रनिता मनिता भएको भए फेरि प्रिपेयर्स हुँदैन थियो प्रिपेयर मात्रै हुन्थ्यो तयार पार्नु हुन्छ प्रिपेयरको मिनिङ तयार पार्नु रनिता प्रिपेयर्स एक्लै छ प्रिपेयर्स हुन्छ रनिता प्रिपेयर्स मिल फर अस रनिताले हाम्रो लागि फर अस भनेको हाम्रो लागि त्यही भएर त रनिता म अघि नै भनिसकेँ हेर्नुहोस् रनिता यो भन्नुहोस् त्यसपछि यताबाट भन्नुहोस् रनिताले हाम्रो लागि खाना तयार पार्छिन् फिमेल सब्जेक्ट छिन् हेर्नुहोस् रनिताले हेर्नुहोस् रनिताले हाम्रो लागि खाना तयार पार्छिन् हाम्रो लागि खाना तयार पार्छिन् अब
अब के छ त लास्टमा चाहिँ हाम्रो एउटा यहाँ यु र वीको सब्जेक्टको इक्जाम्पल दिन बाँकी छ। म यहाँ लेख्छु। अब हेर्नुहोस् एउटा, त्यसपछि पुरै प्रष्ट हुनुहुनेछ हजुरहरू। र टेन्स चाहिँ एकदमै इम्पोर्टेन्स हुन्छ है त, सबै नै इम्पोर्टेन्स हो, तर के त यो एउटा फाउन्डेसनको काम गर्छ है त इङ्ग्लिसमा। यसले तपाईँको जग बलियो बनाउँछ, त्यस कारणले यसलाई एकदम डिपली हेर्ने कोसिस गर्नुहोस्। अब डिपली